मेरो नाम चाहिँ चन्द्रबहादुर कार्की। हजुर। कृषिको वार्ड नम्बर 2 भन्ने वाक्सा। अनि हामीलाई यो केटाबाट थाहा भएको कुरा चाहिँ यो कार्तिकमा चाहिँ यसलाई चाहिँ अलिकति यो सर्पले डसेछ। त्यो सर्पले डसेपछि अब त्यो धामी झाँक्री यताउता चाहिँ के लाउनुपर्छ भन्दाखेरि लाउनु परेन, त्यतिकै निको भयो। त्यहाँदेखि पछाडि त्यति बस्दै जाँदाखेरिमा यो चैतको 2 गते होकेर त्यसलाई चाहिँ अलिकति 2 गते कि 11 गते होकेर छोएछ राति बेलुका साँझको टाइममा। त्यो क्रममा चाहिँ उफ्रिँदै कुद्दै चाहिँ देउता थान मन्दिर, अब त्यसमा चाहिँ देविया थानतिर चाहिँ दौडिने कुद्ने हुँदाखेरिमा के भयो कसो भयो भने सबैलाई गाली लाग्दै भयो। अब अलिकति उसलाई चाहिँ के जिउलाई चाहिँ असर पर्छ भन्ने हामीलाई त्यही नै डर भयो। अनि हुँदै जाँदाखेरिमा आज पनि उफ्रिने कुद्ने दौडिने बग्ने कर्मश चल्दै गयो। चल्दै जाँदाखेरि उसलाई वाक्य बन्द हुने हरेक किसिम हुन थाल्यो। के भयो भन्ने धामी झाँक्रीकोमा लिएर देखाउँ भन्ने यी कुरा भनेर पनि हामी गयौँ। जाँदै जाँदाखेरिमा पछाडि उसले चाहिँ मलाई धामी झाँक्री पनि त्यति चाहिँदैन, म चाहिँ आफै यस्तो जिनिस यस्तो ठाउँमा छ भन्ने चाहिँ उसले जतिखेर पनि आउने कुद्ने दौडिने अनिखेरि अहिले जहाँ मन्दिर उसले निकाल्यो त्यो मन्दिर ठाउँमा ऊ जाने। त्यो कर्मश हुँदै जाँदाखेरिमा पछि अनि उसले पहिलो दिनमा चाहिँ गएर त्यहाँ गएर चाहिँ दियो निकाल्यो। दियो निकालिसकेपछि त्यसमा चाहिँ केही कर्मश चाहिँ 10-15 दिन पछाडि फेरि उसलाई दुःख दिँदै जाने, अरू बग्दै जाने, उफ्रिँदै जाने कर्मश हुँदै जाँदाखेरिमा पछि फेरि गएर उसले भेटी निकाल्यो। भेटी निकालिसकेपछि फेरि पनि गएर 15-20 दिन पछाडि फेरि पनि उफ्रिने कुद्ने दौडिने गर्यो। त्यसो गर्दै गर्दाखेरिमा रुद्र चाहिँ निकाल्यो। त्यो पछाडि अब के होला कसो होला भन्दाखेरि म चाहिँ अब यहाँ आम्ने सामने चाहिँ बस्न नसक्ने भएँ, मलाई चाहिँ बाहिर लिएर जाने भयो भन्ने कुरा हुँदाखेरिमा चाहिँ यसलाई जङ्गल पनि लग्यो। जङ्गल लाँदाखेरिमा चाहिँ हामी अब जङ्गल जाँदाखेरिमा के होला कसो होला भन्ने हामीलाई गाउँले त डर सुन्नु भयो। आखिरी ऊ यहाँबाट गएपछि ऊ फेरि यहाँबाट गयो। यहाँबाट जाँदाखेरि त अब हामी यसै गरी बसिरहेको थियौँ, सरसाउँदो मान्छे निस्केर गएको, हामी कहाँ त गयो भनेर हेर्न थाल्यौँ। तर माथि जाँदाखेरिमा यहाँ माथि गएपछि त्यहाँ एउटा अपाङ्ग भनौँ न, अपाङ्ग बिमारी मान्छे छ। उसले भन्दाखेरिमा चाहिँ यो त घन्टी बज्दै गयो, घन्टी लिएर गयो क्या हो भन्ने कुरो आशंका मान्छेमा पैदा भयो। तर होइन रहेछ। अनि हामीबाट त सरसाउँदो यहाँबाट निस्केर गएको मान्छे छ, उसले घन्टी बजेको देख्यो, सुनेपछि कता गयो मान्छे भन्दा उँभो लागिरहेछ। अब जङ्गलमा कहाँ गयो, कहाँ लगेर चाहिँ राख्यो, कुन ठाउँमा राख्यो उसैलाई थाहा छ। अब हामी ऊ पछाडि आइसकेपछि अब के होला कसो होला भन्दै जाँदाखेरि मसँग फेरि बाँकी चाहिँ अब रहेको थाल छ, म थाल निकाल्छु भन्ने कुरो गर्यो। अनि थाल निकाल्यो। थाल निक्लिसकेपछि फेरि पनि अब गाउँले त अब पछाडि लाग्नै पऱ्यो, यस्तो जिनिस छ यसो गर्नु पऱ्यो भनेर सारा त हामीले दिनै पऱ्यो। दिँदै जाँदा कर्ममा फेरि गएर उसले त्रिशूल निकाल्न पुग्यो। यति दिनभित्रमा त्रिशूल निकाल्छ भनेपछि त्रिशूल निक्ल्यो। त्रिशूल निकालेपछि फेरि पनि कलश छ भन्ने कुरो आयो उसको मुख वाक्यबाट चाहिँ। त्यो कलश छ भनेपछि अब हामी त पर्खिँदै हामी यसै गरी बसियो, हेरियो होइन हो होइन के होला भन्ने कुरा हामीलाई चाहिँ यही नै छ। फेरि पछाडि गएर चाहिँ उसले आज यो दिनमा आज 21 गते चाहिँ उसले प्रत्यक्ष यत्रो आम्ने सामने मान्छे चाहिँ यस्तो जम सञ्जालको छेउमा होइन उसले चाहिँ 19 गते चाहिँ प्रत्यक्ष यत्रो मान्छेको सामान्य उसले चाहिँ निकालेर चाहिँ देखाइदियो। अब होइन भनेर हामीले चाहिँ भन्ने ठाउँ पनि छैन, विश्वास छ पुरा चाहिँ हामीले देख्यो। अब यहाँको मान्छेमा नभएर चाहिँ माने भने गाउँपालिकाको पनि आयो र उँभो वाक्साको मान्छे पनि आएर चाहिँ उसले प्रत्यक्ष चाहिँ हेरेर गएको छ। अब विश्वास मान्नु नमान्नु त्यो आफ्नै ठाउँमा रह्यो। तर अब अहिले 15 पुगेर 16 मात्रै लागेको केटा हो, टुरो केटा हो। नाम चाहिँ विक्रम कार्की। आमा चाहिँ अब जन्मेर दुध अब खाएन, बच्चाले नखाएको हामीले प्रत्यक्ष देखेका छौँ। अब के खसेर उसको आमा सुत्केरी हुँदाखेरिमा उसको शरीरमा चाहिँ केही अब शरीर अस्वस्थ नै रहेछ भनौँ न। अस्वस्थ हुँदै जाँदाखेरिमा अब यहाँबाट अब घरमा मूल मान्छे पनि नभएको थिएन, घरमा चाहिँ बालबच्चाहरू थिए, उसका दाजु दिदीहरू हुँदैखेरिमा चाहिँ अब आमाको चाहिँ चाकरमा चाहिँ पुगेन होइन। गाउँलेको यही छ भने कुनै समय आए र हेरे गए तँलाई के हुन्छ कसो हुन्छ भन्दाखेरिमा यस्तो हुन्छ भन्दाखेरि यसो गर्नुपर्छ भन्ने एउटा सल्लाह दिए होइन। त्यसो हुँदै गर्दाखेरिमा भैँसी थियो, भैँसीले दुध नदिने, गाउँले दिँदैन आफै दुलाउँछु भन्दाखेरिमा अब त्यहीँ नै भाउ लिएर चाहिँ भैँसीका ठाउँमा चाहिँ उनको देहान्त भएछ। अब हामीले त उठायौँ, फेरि भित्र लग्यौँ, रातभरि राख्यौँ, डक्टर ल्यायौँ, डक्टर ल्याएर चाहिँ चेकअप गरायौँ के छ कसो छ भन्दाखेरि छैन मान्छे मृत घोषणा गरिदिए। अनि त्यहाँदेखि
5 दिनको बच्चा हो, दुध पनि नखाएको। त्यो दुध पनि त्यस दिन बितेका दिन मेरै घरमा दिन गाई भर्खर आलु लैनु गाई ब्याएको थियो हो, मैले ल्याएर पहिलो दुध ल्याएर खुवाएको बच्चा हो। मैले ल्याएर चाहिँ दुध लगाएर खाऊ नानी बचाऊ भनेर मैले 2-2.5 महिना 3 महिनासम्म उसलाई जस्तो भुइँफुट्टाको लक्षण छ के छ त? हामीले देख्दा चाहिँ अब यो आफूले आजसम्म नदेखेको, गाउँमा धामी झाँक्री पनि थिए होइन, नसुनेको कुरो पनि सुनियो तर आँखा कानले सुनियो तर आँखाले देखिएन। अहिले यो त हामीले प्रत्यक्ष देख्यौँ, यो त अचम्म छ। गुरु छैन, गुरु थापेकै छैन, गुरु सदा पनि छैन, यो त भुइँफुट्टै हो। हामीले देखेको चाहिँ यो एकदम प्रत्यक्ष छ, यसमा सत्यता हामीले आँखाको सामुन्य देखेको सत्यता चाहिँ हामीले देखिरहेछौँ। हाम्रो लागि सत्यता छ, यति चाहिँ मेरो विश्वास मान्नु सत्यता यसमा छ। उसले झारफुक पनि गर्न थालिसकेको छ। झारफुक गर्दाखेरिमा चाहिँ अब आफूले गरेर हेर्दाखेरिमा अन्त यहाँ गएर बसेको देख्दाखेरिमा उसले भनेका कुराहरू पुगेको छ। उसले बोल्दाखेरिमा चाहिँ तेरो तँ यस्तो ठाउँ गइछ, त्यसरी खाइछ, यस्तो भएछ भन्दाखेरि होइन भनेर सोद्धाखेरि हो, म गएको पनि हो खाएको पनि हो भन्ने प्रत्यक्ष उसले देखाइरहेको छ यतिखेर दोकान हेर्दा पनि। अब यो बाद बाँकी अब के हुन्छ कसो हुन्छ, उसँग कतिको शक्ति हुन्छ त्यो त उसकै ठाउँमा उसैका गुरुले उसै नै जान्ने। 3-4 ठाउँ गइकन मान्छे चाहिँ अहिले यहीँ भन्दाखेरि पनि अघि कुरो भयो, पानी पनि खुवाउँदाखेरि ननिँदैन मान्छे पनि अहिले सभ्यता भएका छन् अरे भन्ने कुरो मैले सुनाइ आइरहेको छ। मेरो चक्रबहादुर कार्की। ए तपाईँ यही स्थानीय हो? मेरो भतिजो हो। ए मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 4 होइन? वडा नम्बर 2। ए सरी 2 कृषिपु गाउँ। कृषिपु गाउँ। अनि उसको बारेमा बताइदिनु न, कसरी तपाईँले यो? होइन, अब पहिला तपाईँको त्यो मान्छे खाना पनि बेसी खान्थ्यो हेर्नुहोस्। पहिला क्या तँले नचुन्जेल किन खाए यसले त्यसो भन्दाखेरिमा अहिले त्यस्तो हुन रहेछ हेर्नुहोस्। त्यस्तो भयो, अब दियो निकाल्यो यताउता गएर दियो निकाल्दाखेरि मान्छेको विश्वास भएन, तर फेरि अर्को पनि निकालेपछि मान्छेलाई पुरा विश्वास भयो। सबै अब मेलै लाएर निकाल्यो, अब आज तकसम्म निकाल्यो, अब विश्वास गाउँले अब हड्डी के गर्छ त्यो भगवान् जान्ने, अरू जम्मै निकाल्यो। ऊ भुइँफुट्टा जस्तो यस्तो खालको लक्षणहरू कसैमा देखिएको थिएन यो अगाडि? थिएन त्यो, तर अब हामीलाई चाहिँ विश्वास लाग्यो भुइँफुट्टै जस्तो जस्तो लाग्यो हेर्नुहोस्। अब त्यस्तो मान्छे त्यस्तो भयो भन्दाखेरिमा हामीले चाहिँ गाउँले हामी सबै विश्वासमा हेर्नुहोस्। अब चिन्ता पनि बस्यो 2-3 ठाउँ, अब जोखाना पनि हेर्ने, अब उसले भनेको पनि पुगेको छ हेर्नुहोस्। अब जहाँबाट पनि बोलाउने भयो उसलाई, अब काठमाडौँबाट पनि बोलाउने भए, ओखलमाबाट पनि बोलाउने भए, चारैतिरबाट उसलाई प्रचार भइरहेको छ। हुन्छ, अब विश्वास कसैले मोबाइलबाट जोखाना हेर्दै मोबाइलबाट फुक्दै पनि भने हेर्नुहोस्। त्यस्तै हुँदै गइरहेछ। अब आज पनि त्यसरी निकाल्यो, अब विश्वास। आज के निस्क्यो? आज अब कलश निकाल्यो आज। अब विश्वासमा छौँ हामी। अब उसलाई लक्षण चाहिँ कसरी सुरु भयो तपाईँलाई अलिकति थाहा होला नि? अलि होइन, लक्षण त अब त्यही हो, यताउता गर्छ, एकदम बाहिर र भित्र गर्छ, उतै घुम्छ। यो मान्छे के बौलाउन रहेछ हो कि भन्यो पहिला हामीले, तर होइन रहेछ हेर्नुहोस्। अब यस्तो निकाल्यो यो मान्छे त, अनि त्यो दियो निकाल्दै गयो भने दियो निकाल्दा पनि विश्वास भएन गाउँलेलाई, अझ कोहीलाई त्यो दियो निकालेका पछि निकालेपछि चाहिँ अनि पुरा गाउँले विश्वास मानेका छन् हेर्नुहोस्। पुरा विश्वास छ ऊ माथि। जङ्गल पनि गयो, जङ्गल पनि एक रात बस्यो। जङ्गल किन? जङ्गल अब लगेको मसानले लगेको होला, देउताले लगेको होला, लगो उहीँ बस्यो। अब ओडारमा राखो, केटाकेटी पनि रहेछन् भन्थ्यो, केटाकेटी नै बालाखै रहेछन्। म भएँ ठुलो भएँ, त्यस्तो भयो हजुर। विश्वास गाउँलेलाई चाहिँ। कति समयदेखि उसलाई यस्तो भइरहेको? अहिले 3 महिना भयो होला। कति कक्षामा पढ्ने हो? ऊ 7 कक्षामा। 7 कक्षामा पढ्ने। कति वर्ष उमेर हो? 15 वर्ष। 15 वर्ष हजुर। अहिले 8मा गयो क्या होइन? 8मा पुगेछ। पढ्दै हो? कहाँ पढ्दै हो? उँभोमा। हजुर। अनि उसलाई उँभोमा पनि स्कुल जाँदा पनि तपाईँको उसको देउले छोएर उसलाई एउटा साथी लाएर पनि यहाँ ल्याएको 2-3 पल्टै भयो। उल्टी पाल्टी हुने, अनि उसलाई अनिखेर घर साथी लाएर आज चाहिँ कसरी थाहा भयो तपाईँहरूलाई यहाँनिर? हिजै भएको, हिजै बेलुकै थाहा भएको। हिजै बेलुका खाएको पनि उल्टी हुने हेर्नुहोस्। उसलाई त्यो देउले छोएपछि उसलाई उल्टी पाल्टी हुने, खाना मन नहुने। म त अब आज त भन्थ्यो ऊ अब म मर्छु क्या र,
भन्थ्यो यो कलश निकालिन्छ बिहानको कुरो म मर्छु क्या र बढाऊ म बाँच्दिनँ क्या हो पनि भनौँ तर अब त्यो निकाल्ने रहेछ उसले र उसलाई त्यस्तो भएको रहेछ उसलाई खाना ओरेर नरुच्ने खाए उल्टी गरिहाल्ने त्यो अस्ति निकाल्ने भनेको त्यो यो जुठोले के भयो र अब निकाल्दैन क्या भने जस्तो पनि लागिरहेको थियो तर अब प्रख्यात देखियो तपाईँको घर चाहिँ कहाँनिर पर्छ मेरो घर उयो ए काइला काका हो तपाईँ हजुर ए म बडा बडा हुनुहुन्छ ए मेरो भाइको छोरो मार्नु त त्यसलाई दाजु हेलो दाजु मार्नु न त्यसलाई त्यो मार्नु न ऊ गर्न कटाउनु न फोन उठाउँदा नि उठाउनु न उठाउँदा हुन्छ कि उता जानु न त्यो हो ल अनि अब उसको के छ रहर के छ अहिलेको अब कस्तो लक्षण देखिएको छ के देखिएको छ खै अब लक्षण त तपाईँको अब उसलाई अब अर्थ कहीँ जाउँला भन्ने भएन अब उसको पेसै त्यही हुने भयो अब कहीँ जाउँला घुमौँला भन्ने उसको समस्या छैन अब बाहिर जाउँ भन्ने कुरो कहीँ छैन उसलाई अब उसलाई देउले पक्रिन्छ जताभावी खानु पनि भएन ऊ जताभावी खाँदैन पनि पहिला आफैले पकाएर खायो सुरुमा मर्छ जस्तो पनि भयो कसैले अझै पनि जहाँ चाहिँ खाँदैन हेर्नुहोस् खाँदैन आफ्नामा घर लिपेर मात्रै खान्छ चोखो गरेर भाँडा सफा गरेर त्यो बिहानको बेलुका खाने भन्ने कुरो पनि छैन अब बिहान खाएको बिहानै बेलुका रहे अब अशोकलाई दियो बेलुकै पकाएर खानुपर्छ उसले पहिला चाहिँ आफैले पनि पकाएर खायो अनि उसको आज त बोली देखिएन नि आज किन बोली देखिएन सुनिएन त आज बोलेको देखिएन खै देउले छोएपछि गाह्रो पर्छ देउले छोएपछि ऊ बोल्न पनि भक भकाउँछ बोली आउँदो रहन्छ चिन्ता बसेर मात्रै बग्छ